धेरै धेरै धन्यवाद छ कार्यक्रम सञ्चालक म्याडमज्यूलाई। ग्रिनल्यान्ड हाई स्कुलको 30औं वार्षिकोत्सव तथा अभिभावक दिवसको उपलक्ष्यमा आज यस कार्यक्रमका अध्यक्षज्यू, त्यसै गरी प्रमुख अतिथिज्यू, त्यसै गरी विशिष्ट अतिथिज्यूहरू, व्यासमा आश्रिन सम्मानित विशिष्ट अतिथिज्यूहरू र उपस्थित हुनुभएका आदरणीय यस स्कुलमा पढाइरहनुभएका आफ्नो नानीहरूलाई आमा बुवा दाजुभाइ दिदीबहिनी सम्पूर्ण उपस्थित आदरणीय व्यक्तित्वलाई नमस्कार अभिवादन टक्राउन चाहन्छु। आज साँच्चै यो हाम्रो ग्रिनल्यान्ड स्कुलको 30औं वर्षको आज अभिभावक दिवस। आज 30औं वर्षमा आइपुग्दाखेरि जुन रूपमा हाम्रो स्कुल उत्तर चढाव भएर आज यो जुन रूपमा हामीले एउटा विश्वास प्राप्त गरेको छौँ, हाम्रो नानी हाम्रो सन्तति नानीहरूको लागि यो स्कुलमा पढाएर निश्चय नै हाम्रो स्कुलबाट एउटा ज्ञान शिक्षा भनेको नि एउटा सधैँ प्राप्त गर्ने र सिक्ने एउटा शिक्षा आज प्राप्त गर्नुको लागि यो स्कुलमा हजुरहरूले पढाइरहनु भएको छ। आफ्नो नानीहरूलाई यो भविष्यमा लाए एउटा महान व्यक्तित्व बनाउनको लागि जुन उद्देश्यका साथ हजुरहरूले पढाइरहनु भएको छ स्कुलले, यो स्कुल साँच्चै नै एउटा हाम्रो एउटा भरोसादार एउटा साँच्चै नै एउटा शिक्षा पाउने एउटा स्कुललाई हामीले गणना गर्दाखेरि साँच्चै नै यो स्कुल हामीले एउटा विश्वासिलो एउटा भरपर्दो एउटा धेरै ज्ञान प्राप्त गर्ने अरू स्कुलहरू मध्येमा पनि यो स्कुललाई मैले एउटा आफूले पनि यो स्कुलमा नै मैले आफ्नो छोराहरूलाई, मेरो दुईटा छोरालाई यही स्कुलबाट नै मैले पढाएको थिएँ। अहिले यो स्कुललाई यति विश्वास लाग्छ, यो स्कुलको यहाँसम्म ल्याउनलाई जसरी हाम्रो स्कुलका प्रिन्सिपल हाम्रो आदरणीय व्यक्तित्व हुनुहुन्छ ठकिन कुमार गुरुङ, म उहाँको जुन सहनशीलता, एउटा क्रियाशील व्यक्तित्व, एउटा परिवर्तनशील, एउटा सृजनात्मकशील व्यक्तित्व हुनुहुन्छ। एउटा कुनै पनि संस्था एउटा राम्रो हुनुलाई, एउटा व्यवस्थित हुनुलाई, एउटा कुनै पनि संस्था र त्यो संस्थालाई राम्रो बनाउनको लागि साँच्चै नै उहाँको नेतृत्व र सबैको यहाँको शिक्षक व्यवस्थापन समिति सबैको सहयोगले गर्दाखेरि आज यो ग्रिनल्यान्ड स्कुल आज साँच्चै नै एउटा टोखा नगरपालिकामा एउटा सबैले नै मन मस्तिष्कमा हामीले राख्नुपर्ने यो स्कुललाई हामीले सम्झिरहेका छौँ। यहाँको सबै सम्पूर्ण टिम, यहाँको व्यवस्थापक, यहाँको शिक्षक शिक्षिकाज्यूहरू र मुख्य गरी अभिभावकज्यूहरूले जुन विश्वासको साथ यो स्कुलमा पढाइरहनु भएको छ, किनभने यो स्कुलबाट मेरो नानीहरूलाई पढाएपछि एउटा यस्तो महान व्यक्तित्व बन्छ भन्ने हिसाबले जुन अभिभावकहरू जुन सोचका साथ अहिले पढाइरहनु भएको छ र हाम्रो देश नेपाल साँच्चै नै बहुजाति बहुसांस्कृतिक बहुत भाषी भएको कारणले गर्दा आज जुन रूपमा आज यहाँ प्रस्तुति मैले पनि अघि सुरुदेखि आएर मैले हेरेँ, साँच्चै नै मलाई यति खुसी लागिरहेको छ। एउटा के छ भने आफ्नो अभिभावकज्यूहरूले आफ्नो सन्तति नानीहरूलाई एउटा शिक्षा भनेको नै एउटा कस्तो हुनुपर्छ भने संस्कार सहितको शिक्षा। त्यो संस्कार हामीले सानै, किनभने स्कुलमा जति प्राप्त सिक्यो पढायो, तर धेरै मात्रामा हामी घरमा पनि आमा बुवाको धेरै दायित्व हुन्छ। किनभने बालबच्चा भनेको एउटा माटो जस्तो, हामीले त्यो माटोले जुनसुकै अचार बनाउन पनि सक्छौँ। त्यही हो, हामीले आफ्नो बालबच्चालाई सधैँभरि म अभिभावकज्यूहरूले के अनुरोध गर्नु चाहन्छु भने म एउटा टोखा नगरपालिका वडा नम्बर 8 को जनप्रतिनिधि, म पनि एउटा अभिभावकको रूपमा पनि के भन्न चाहन्छु भने आफ्नो सन्तति नानीहरूलाई हामीले समयमै नै एउटा संस्कार, शिक्षा भनेको एउटा संस्कार पनि, शिक्षाले संस्कार सहितको एउटा हामीले बानी गराउने, किन सानो छँदाखेरि नै हामीले बालबच्चालाई हामीले त्यो किसिमको शिक्षा, एउटा संस्कार र सिपमूलक हामीले आफ्नो नानी बाबुहरूलाई त माया लाग्छ, किनभने धेरै माया लाग्दाखेरि हामी कुनै काम गराउन पनि हामीलाई मेरो नानीले नगरोस् भन्ने चाहन्छौँ। तर हामी सानैदेखि हामीले एउटा सिप सिकाउने, एउटा संस्कार सिकाउने, हरेक कामहरू सानैदेखि लगाउने बानी गराउनु भने त्यो नानी पछि निश्चय नै ठुलो महान व्यक्तित्व, पछि ठुलो भएपछि त्यो बानी हामीले बनाउन सक्दैनौँ। जति बानी गराउन सक्छौँ सानो हुँदाखेरि हामीले गर्नु सक्यौँ भने हाम्रो नानीहरू भविष्यमा एउटा हामीले सोचेको भन्दा पनि ठुलो महान व्यक्तित्व बन्न सक्छ। त्यसैले गर्दा म तपाईँहरूमा अनुरोध गर्छु, हाम्रो जति पनि शिक्षा अहिले नेपालको एउटा शिक्षा नीति छ, सबै अब शिक्षा नीति कति शिक्षा नीति हामीले हाम्रो कुनै पनि हाम्रो देश अरू विदेशमा अब सानो क्लास हुँदाखेरि नै एउटा शिक्षा अनुसार सिप सिकेको हुन्छ र व्यवहारिक त्यो शिक्षालाई एउटा व्यवहारिक
व्यवहारमा पनि हामीले एउटा उतार्नुपर्छ। त्यो व्यवहारिक शिक्षा र यसरी हामीले गर्न सक्यौँ भने निश्चय नै हाम्रो शिक्षालाई अगाडि बढ्न सक्छौँ। जुन रूपमा आज यो ग्रिन लाइनले आज म पहिलोचोटि म एउटा यो हाम्रो स्कुलको अभिभावक दिवसको उमा आइरहेको छु, मलाई धेरै खुसी लाग्यो। तपाईँहरूको सहभागिता, तपाईँहरूको हर्ष उल्लास, यसरी नै यो स्कुललाई सधैँभरि माया गर्नुहोस्। यसरी यो स्कुलले नै हाम्रो भविष्यको नानीहरू उज्जवल हुन्छ, भविष्यमा यहाँ धेरै शिक्षा पाउँछ भन्ने किसिमको तपाईँले सोच राख्नुहोस्। यो स्कुल, यो ग्रिन लाइन स्कुल सधैँ अगाडि बढोस्। अझ जति पनि कामहरू अहिले भइरहेको छ, जति पनि आज पनि उत्तरोत्तर प्रगति रहोस् भन्ने कामना शुभकामना दिँदै तपाईँहरू माझ म सानो भन्ने राख्दै बिदा हुन चाहन्छु। नमस्कार।